नयाँ क्लासमा सम्पूर्णलाई स्वागत छ। आजको यस भिडियोमा चाहिँ हामीहरू अंग्रेजी बोल्नको लागि चाहिने अति नै महत्त्वपूर्ण शब्दहरूको बारेमा चाहिँ डिस्कस गर्छौं, जो चाहिँ अति नै महत्त्वपूर्ण पनि रहेको छ। सो एभ्रीवन लेट्स स्टार्ट। पहिलो नम्बरमा रहेको छ दिस। दिस भनेको यो, कुनै पनि नजिकको वस्तुलाई देखाउँदा फेरि दिसको प्रयोग गरिन्छ। एक्जाम्पलको लागि दिस इज माई बुक, यो मेरो किताब हो। दिस इज माई बुक। द्याट, द्याट भनेको त्यो, कुनै पनि टाढाको वस्तु तर एउटा मात्र वस्तुलाई देखाउँदा फेरि द्याटको प्रयोग गरिन्छ। द्याट इज माई हाउस, त्यो मेरो घर हो, एउटा मात्र घर देखाउनको लागि चाहिँ प्रयोग गरिएको छ यहाँ। त्यसैगरी अर्को रहेको छ दिच। दिच भनेको नजिकको धेरै वस्तुहरूलाई देखाउँदा फेरि चाहिँ दिचको प्रयोग गर्छौं। एक्जाम्पल हेरौं, दिच आर काइट्स, यी चङ्गाहरू हुन्। यो काइट्स चङ्गा भनेको चाहिँ नजिक छ, त्यसैले दिचको प्रयोग गर्यौं। नेक्स्ट वान इज धोज। धोज भनेको टाढाको धेरै वस्तुहरू देखाउँदाखेरि चाहिँ प्रयोग गर्छौं, ती भनेर पनि भन्छ। धोज आर बोइज, ती केटाहरू हुन्। टाढा चाहिँ धेरै केटाहरू छ, त्यसैले हामीले चाहिँ धोजको प्रयोग गर्यौं। सिमिलरली नेक्स्ट वान इज। इजको नेपाली मिनिङ चाहिँ छ पनि हुन्छ, हो पनि हुन्छ। इट इज गुड। पहिलो एक्जाम्पल हेरौं, यो राम्रो छ, यति बेला चाहिँ इटको मिनिङ छ आयो। हि इज प्रकाश, ऊ प्रकाश हो, यति बेला चाहिँ हो आयो यसको मिनिङ। त्यसैगरी एम। एम भनेको हुँ अथवा छु, हुँ अथवा छु। एक्जाम्पल हेरौं, आई एम स्याड, म दुखी छु, यति बेला एमको मिनिङ छु आयो। आई एम अ बोय, म एउटा केटा हुँ, यति बेला एमको मिनिङ चाहिँ के आयो, हुँ भन्ने आयो। सिमिलरली नेक्स्ट वान आर। आर भनेको छन्, धेरै, प्लुरलसँग चाहिँ आर लाग्छ। दे आर फाइन, डे भनेको धेरै अथवा तिनीहरू भनेको त धेरै हो, त्यसैले डेसँग आर लाग्यो। दे आर फाइन, तिनीहरू ठिक छन्। र अर्को रहेको छ वाच। वाच भनेको थियो, विगतको कुराहरू चाहिँ यस्तो थियो, यो थियो भन्दाखेरि चाहिँ वाचको प्रयोग गर्छौं हामीले। हि वाज अ डक्टर, ऊ एउटा डाक्टर थियो। हि वाज अ डाक्टर, पहिला चाहिँ थियो भन्ने चाहिँ मिनिङ आयो। वेयर। वेयर भनेको चाहिँ थिए अथवा धेरै, प्लुरलसँग चाहिँ वेयर लाग्छ। दे वेयर देयर, उनीहरू त्यहाँ थिए, देसँग चाहिँ वेयर लाग्यो। यसको मिनिङ पनि वाज र वेयर सेमै हो। विल बी भनेको हुनेछ अथवा हुनेछन्। विल बीको मिनिङ चाहिँ हुनेछ अथवा हुनेछन्, भविष्यमा केही हुनेछ, केही गर्नेछ, यस्ता कुराहरू चाहिँ विल बी लाग्छौँ। हि विल बी अ सिङ्गर, ऊ गायक हुनेछ, विल बी हुनेछ। आई। आई भनेको त सबैलाई थाहा छ, म। आई भनेको चाहिँ नेपाली मिनिङ म हुन्छ। एक्जाम्पलदेखि हेरौँ हामी। आई एम हियर, म यहाँ छु। आई एम हियर, म यहाँ छु। सिमिलरली नेक्स्ट वान वी। वी भनेको चाहिँ हामी। वीको नेपाली मिनिङ हामी हुन्छ। एक्जाम्पल हेरौँ, वी वर्क हियर, हामी यहाँ काम गर्छौँ। वी वर्क हियर, हामी यहाँ काम गर्छौँ। त्यसैगरी हि। हि भनेको केटाको सट्टामा चाहिँ हामीले हि भन्न सक्छौँ। रामको सट्टामा पनि हि भन्न सक्छौँ, श्यामको सट्टामा पनि हि भन्न सक्छौँ। एक्जाम्पल हेरौँ, हि इज अ गुड बोय, ऊ राम्रो केटा हो। हि इज अ गुड बोय, हि भनेको ऊ। सी भनेको उनी, केटीको सट्टामा हामीले सी राख्न सक्छौँ। सीता, गीताको सट्टामा चाहिँ हामीले सी राख्न सक्छौँ। एक्जाम्पल हेरौँ, सी इज माई सिस्टर, उनी मेरो बहिनी हुन्। सी इज माई सिस्टर। नेक्स्ट वान इट। इट भनेको चाहिँ यो अथवा कुनै पनि वस्तुहरूको सट्टा चाहिँ हामीले इट राख्न सक्छौँ। इट इज लङ, यो लामो छ, अथवा पेन्सिल लामो छ भन्दाखेरि इट इज लङ भन्न सक्छौँ हामीले, यो लामो छ। नेक्स्ट वान दे। दे भनेको तिनीहरू, तिनीहरू, दे भनेको तिनीहरू, धेरै मान्छेहरूको लागि चाहिँ हामीले दे भन्न सक्छौँ। दे आर फार्मर्स, तिनीहरू किसान हुन् अथवा किसानहरू हुन्। मी भनेको मलाई, मी भनेको चाहिँ मलाई। दे विल कल मी, तिनीहरू मलाई बोलाउँछन्। दे विल कल मी, तिनीहरू मलाई बोलाउँछन्। मी भनेको मलाई। अस भनेको हामीलाई, अस भनेको के हो, हामीलाई हो। हि सेड अस, उसले हामीलाई भन्यो। हि सेड अस, उसले हामीलाई भन्यो। अस भनेको हामीलाई। हिम भनेको उसलाई अथवा केटालाई, हिको के हुन्छ, हिम हुन्छ। कल हिम, उसलाई बोलाऊ। कल हिम, उसलाई बोलाऊ। हिम भनेको चाहिँ उसलाई। ह्याभ भनेको सँग छन्, धेरै वस्तुहरू छन् भन्दाखेरि चाहिँ ह्याभको प्रयोग गर्नुपर्छ हामीले। दे ह्याभ मेनी कार्स, तिनीहरूसँग धेरै कारहरू छन्, यसै ह्याभ भनेको सँग छन्।
ह्याज भनेको सँग छ, केही चिजहरू एउटा मात्र छ भनेपछि ह्याजको प्रयोग गर्ने, सँग छ। ही ह्याज अ कार, उसँग कार छ अथवा उसँग एउटा मात्र कार छ भन्दाखेरि ह्याज भनेको सँग छ। कम भनेको आउनु, कम भनेको आउनु यो एउटा क्रिया हो, भर्ब हो। कम भनेको आउनु, कम हियर यता आऊ, कम हियर यता आऊ। देम भनेको तिनीहरूलाई, देम भनेको तिनीहरूलाई। इक्जाम्पल हेरौँ, टेल देम तिनीहरूलाई भन, टेल देम तिनीहरूलाई भन। हर भनेको उनलाई अथवा केटीलाई भन्न खोजेको हो, हर भनेको के हो, उनलाई। कल हर उनीलाई बोलाऊ, कल हर उनीलाई बोलाऊ। यसरी चाहिँ हामीले विभिन्न शब्दहरूको चाहिँ मिनिङ र त्यसको प्रयोगको बारेमा चाहिँ डिस्कस गऱ्यौँ। आजको सेसन हजुरहरूलाई कस्तो लाग्यो? प्लिज लाइक, सब्सक्राइब र कमेन्ट गरिदिनु होला। Again, thank you so much for watching our video.